एकैछिन है। ल रेडी, एकैछिन रोकिनु है, बाहेन। ल रेडी, थोरै साइड हेर्नु न, कुर्ता मिलाउनु त्यहाँ। ल ऊ यहाँ बस्नु न। यो हातले यतिकै यस्तरी हेर्नु न, यो यताको हातले उता घुमाउनु न, हल्का यता कपालतिर लग्नु अनि थोरै उता लैजानु न। हुन्छ। ऊ त्यो रेलिङमा जानु, ट्याक्कै यस्तरी यता सिधा लागेर हेर्नु न यता। एकछिन देखाउँछु रोकिनु। ल रेडी, यस्तो लाग्नु न, यस्तो अलि शरीर पनि घुमाउनु अलि, एउटा खुट्टा माथि राख्नु, हुँदैन। ल रेडी, त्यत्तिकै उता घुमाउनु त टाउको, ऊ यता आउनु न, खिच्नु न। ल ल कम्मर, म नि भाइरल त भाइरल नै छु, थोरै अलि यता आउनु न। फेरि तपाईँले अब झन्। ल रेडी, कम्मरमा हात राख्नु न उताको यस्तो ट्याक्क। ल मजाले हाँस्नु न, अलि यताउता कपाल मिलाए जस्तो गर्नु, यत्तिकै हल्का आफै यत्तिकै चल्नु, म क्यान्डिडेट खिच्दिएँ। यताउता चल्नु, कपाल उडाउनु, कपाल हल्का उडाए जस्तो गर्नु, भाएन। क्यान्डिडेट खिचाउँ न दुई चारवटा, क्यान्डिडेट के हजुर यत्तिकै चल्नु, यत्तिकै के म यत्तिकै खिचिदिन्छु हजुर चल्दाखेरि। कपाल मिलाउनु, यताउता मिलाए जस्तो गर्नु, यताउता हेर्नु, हाँस्नु। देखिएन, हेर्नु अब कस्तो छ। भाइ नै अब हजुरको पोज गर्नु बिचारेर, हजुरलाई जानेको गर्नु न मजाले। ऊ त्यहाँ आउनु न, ऊ त्यो फुलमा जानु न, फुल नजिक भित्र जानु न, फुल नजिक के उयो फुलमा जानु न, ट्याक्क समाएर हेर्नु न कस्तो राम्रो हुन्छ। जानु तलदेखि जानु। ऊ त्यो माथिको फुललाई हल्का तल निहुराउनु न, यताको हात तल गर्नु त, त्यो हात तल। ल हाँस्नु मजाले, त्यसको सुगन्ध लगे जस्तो गर्नु न। हुन्छ। ए पुरै होइन, एउटा मात्रै। ल कानमा लगाउनु न।
किन उहाँहरूको पनि खिचिदिनु भयो त मेरो मात्रै खिच्नु भयो त खिचिदिन्छु अब गएर कस्तो हाँसेको ल राम्रो राम्रो कुरा हालिदिनु